हेलो गुड मर्निङ दर्शन नमस्ते गाइज तपाईहरुलाई स्वागत छ मेरो सिलौटी भ्लग युट्युब च्यानलमा। तपाईहरुलाई आज म मेरो चौकीदारी यात्रा आजको चौकीदारी यात्रा देखाउन गइरहेको छु। ल है त जाम चौकीदारी गर्न। हेलो गुड मर्निङ दर्शन नमस्ते गाइज कन्टिन्यू स्वागत छ मेरो सिलौटी भ्लग आजको चौकीदारी यात्रा देखाउन गइरहेको छु। ल है त जाम चौकीदारी गर्न। अनि यसरी सुनसान रातमा हैन मजाले चौकीदारी गर्नुपर्छ। राम्रोसँगले बढभन्दा बढी हैन यसरी गर्नुपर्छ। 12 घण्टा 30 दिन काम गर्नुपर्छ। अब भाइ बहिनीहरूले चाहिँ राम्ररी पढ्नु पर्यो। यसरी दुःख पाइन्छ पढेन भने रातभरि हिँड्नुपर्छ हैन। अहिले सानो छँदाखेरि 12 घण्टा 10-12 घण्टा 15 घण्टा पढियो भने पछिल्लो समयमा 20-22 वर्षपछि केही न केही पेसामा आबद्ध हुन सकिन्छ। यसरी काम गर्नुपर्छ। चौकीदारी सुनसान केही हुँदैन। त्यही भएर राम्रोसँगले अहिले सानै हुँदैदेखि राम्रो मेहनत गरेर आफ्ना बुवा आमाले भनेको मान्ने, ठुला दाजु दिदीहरूले भनेको मान्ने, राम्रो पढ्ने गरियो भने यसरी दुःख पाइँदैन। मैले स्कुलै जाँदै गइएन, स्कुल गए पनि राम्रोसँगले पढिएन। अहिले चौकीदारी काम गरिन्छ। चौकीदारी भनेको नेपालीमा पाले इङ्ग्लिसमा सेक्युरिटी गार्ड गर्न आइएको छ। विदेशमा लेबर कुलीहरूभन्दा यो त तल्लो लेभलको काम हो। यसरी दुःख पाइन्छ। त्यसो हुँदाखेरि अहिलेका केटाकेटीहरूले राम्रोसँग पढ्ने, मेहनत गर्ने, अहिले बरु 8 घण्टा 10 घण्टा बढी पढ्ने, कम सुत्ने, यसरी घरको टोका हिँड्नुपर्छ चेक गर्दै। भित्र यहाँका मान्छे कहाँ बसेका छन् देखिँदैन। अनि यो त अलिक राम्रो ड्युटी हो, अलिक राम्रो ठाउँमा हो। गाउँ बस्तीमा छ। कतिपयको त च्यानहुँदी कपुरथानमा ड्युटी पर्छ, कता जङ्गलमा, कता ठुला पोखरीहरू पर्छ। पोखरी गाह्रो छ। त्यही भएर राम्रोसँग पढ्नुपर्छ केटाकेटीहरू। मेरो एरिया चाहिँ यहाँदेखि त हो। बस्न पनि पाइन्छ। अब एकछिन बस्ने, तर घुमिरहनुपर्छ। बस्ने ठाउँ चाहिँ यहाँ हो। एकछिन बस्ने अनि फेरि घुम्न जाने। अघिको भिडियोलाई कन्टिन्यू गर्दै मैले फेरि पनि चौकीदारीको यात्रालाई अगाडि बढाएँ। स्वीकार्नुहोस् है त, यस्तै छ। हेलो दर्शकवृन्दहरू, नमस्कार, गुड इभिनिङ। है मलेसियाका प्राय बाटाहरू चाहिँ त हरियाली हुन्छन्, जङ्गल हुन्छन् होइन। हेर्नुहोस् यस्ता रुखै रुख छन्। ज्याम्मसँगले भित्र घर छ। यस्ता गाउँ एरिया है यो चाहिँ। साथीभाइहरू हो। मलेसियाका गाउँहरू चाहिँ यस्ता हुन्छन् है। मैले देखेको चाहिँ गजब छ नि हौ साथीहरू। ल हेर्नुहोस् त बाटो झलमल के छ।
ल हेर्नुहोस् सर आयो 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 गाडी आयो आयो सर लैबरी लै